एक प्रकारले हेर्दा हामी नेपाल टुङ्ग्याउँदै आइयो। चीन नाका नजिकै छ। अब सडक यसरी नै पुगेको छ कोरालासम्मै। अप्ठ्यारो कतै केही छैन। वरपर सबैतिर पहेँलपुर स्थान छ। त्यहाँ गाउँ सही भनेर लखाट्न सकिन्छ। जहाँ यस्तो हराभरा क्षेत्र हुन्छ त्यही गाउँ हुन्छ। खेती कृषि गर्ने ठाउँ यसबीच रहेको देख्दा पनि अनौठो लाग्छ। आमा झोङ गुफा जाने कता? झोङ झोङ हामी झोङ गुफा खोज्दैछौँ। यहाँ आएको सम्पूर्ण क्षेत्रलाई छोसेर भनिन्छ। छोसेरमै पर्ने हो त्यो गुफा चाहिँ। हामीले कोराला सडक मार्ग छोडेर भित्र गाउँतर्फ छिर्यौँ। यही गाउँमा अवस्थित छ रहस्यमय झोङ गुफा। एकछिन गाउँघर घुमी हेऱ्यौँ कस्तो रहेछ भनेर अनि फेरि हामी झोङ गुफातिरै लाग्यौँ। अनौठो लाग्ने माटोको ढिस्कोहरू पार गरियो। झोङ गुफा आइपुग्न लाग्यो। अब त यो सम्पूर्ण माटोको पहाडभित्र गुफा छ। ती प्वालहरू झ्याल हुन्। 5 तला भन्दा पनि अग्लो छ रे गुफा। माथिसम्म पुग्दा कोठै कोठा छन् भित्र। यो झोङ गुफा चाहिँ छिर्न प्रयास गर्दैछौँ। मैले सुने अनुसार चाहिँ त्यो सबै कोठाहरू घुम्नलाई निकै समय पनि लाग्छ। अब यहाँ मैले जाने अनुसार चाहिँ धेरै पहिले जसरी यो गाउँ बस्तीहरू थिएन, घरहरू थिएनन्, त्यो समयमा चाहिँ यो स्थानमा आएर चाहिँ मानिसहरू चाहिँ बस्थे। उनीहरू खाने बस्ने लगायतको सम्पूर्ण कोठाहरू यिनै हुन्। अब यो सम्पूर्ण क्षेत्र घुम्नलाई हामीलाई निकै समय लाग्छ होला। धेरै रोचक पनि छ। तला 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 छ अरे सुनेको हो, हामी छिरेका छैनौँ। त्यो चाहिँ अल्छी नमानिकन हेरिदिनु होला। हामी अब लगत्तै भित्र छिर्दैछौँ। ल आउनुहोस् है, अब छिरौँ एउटा अर्कै संसारभित्र। रहस्यमय गाउँभित्र सम्पूर्ण पहाडभित्र अवस्थित। सतहभन्दा माथिसम्मै गन्दा जम्मा 7वटा तला भएको। साना ठुला गरी 124वटा कोठाहरू। यो गुफाको इतिहास 2500 वर्ष पहिलेको मानिन्छ। त्यो बखत शत्रुसँग बस्न यो पहाडभित्र बस्थे मान्छेहरू। अझ रोचक कुरा त यहाँ स्थायी बसोबास नै रहन्थ्यो जब घरहरू बनाएर गाउँ बस्दैनथ्यो। ल झोङ गुफाको ठ्याक्कै प्रवेशद्वार यस्तो छ। यहाँदेखि त फेरि सिँढी उक्लिनुपर्छ माथि। विशाल छ, हेर्दै जाउँ के देखिन्छ। प्रवेशद्वारबाट छिर्ने बित्तिकै पहिलो सिँढी हो। यो चढेर अब माथि हामी घुम्दै जाउँ, हेरौँ के छ। ल अडिकन